हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल बोस माइन्ड एकाडेमी। आज हामी मेजर अफ सेन्टर टेन्डेन्सीको पार्ट 2 पढ्दैछौँ। पार्ट 2मा के पढ्दैछौँ भन्दा डिस्क्रिट सिरिजको बारेमा चाहिँ पढ्छौँ, बुझ्छौँ। अनि त्यही अनुसार चाहिँ कसरी डाटा दिएको बेलामा चाहिँ हिसाब गर्ने भन्ने कुरा सिक्छौँ। डिस्क्रिट सिरिज भन्ने बित्तिकै के बुझ्नुपर्छ भन्दाखेरि यसमा एक्स पनि दिएको हुन्छ अनि एफ पनि दिएको हुन्छ। एफ मिन फ्रिक्वेन्सी पनि दिएको हुन्छ। इन्डिभिजुअल डाटामा पार्ट 1मा रहेको मजाले बुझेपछि चाहिँ यो सेकेन्ड पार्ट पनि मजाले बुझिन्छ। त्यस्तै एफएक्स दिएको बेलामा चाहिँ यो डिस्क्रिट सिरिज हो भनेर बुझ्नुपर्छ। यो फ्रिक्वेन्सी एफ भनेको चाहिँ रिपिटेड, कतिचोटि चाहिँ एउटै कुरा रिपिट भएको चाहिँ कतिचोटि दोहोरिएको छ त एउटै कुरा भन्ने कुरा बुझ्नुपर्छ। यसको मतलब यो एफ र एक्स दिएको छ भने चाहिँ डिस्क्रिट सिरिज हो भनेर बुझ्नुपर्छ। त्यस्तै कसरी चाहिँ डाटा दिएको हुन्छ, कसरी चाहिँ क्वेसनमा हुन्छ, अनि कसरी थाहा पाउने, कसरी सल्भ गर्ने भन्दा चाहिँ फरक तिनटै सिरिजको फरक तरिकाले चाहिँ डाटा दिएको हुन्छ। क्वेसनमा पनि फरक हुन्छ, अनि त्यही अनुसार फर्मुला पनि फरक हुन्छ क्या। फर्मुला फरक भइसकेपछि त्यसलाई सल्भ गर्ने तरिका पनि फरक नै हुन्छ। त्यस्तै आज यसको बारेमा सिक्ने है। अब मिन दिएको छ, मिनको लागि यो एफ र एक्स दिएको छ, अनि योबाट चाहिँ हामीले के निकाल्नु छ, मिन निकाल्नु छ। यो क्वेसन हो। क्वेसनमा कति दियो, 5, 10, 15, 20, 25, अनि फ्रिक्वेन्सी कति छ अरे 5 चाहिँ दुईपल्ट चाहिँ के भएको दोहोरिएको छ भन्यो। 10 त्यस्तै 4 पल्ट दोहोरिएको छ। फ्रिक्वेन्सी भनेको कतिचोटि दोहोरिएको छ भने नि त मैले। अनि यो 15 चाहिँ कतिचोटि दोहोरिएको छ, 7 चोटि। 20 कतिचोटि दोहोरिएको छ, 3 चोटि। अनि 25 कतिचोटि दोहोरिएको छ, एकैचोटि मात्रै। अब हामीले के बुझ्नुपर्छ भने चाहिँ यही फ्रिक्वेन्सी यो फ्रिक्वेन्सीको सम नै एन हो भनेर पनि बुझ्नुपर्छ है। अब हामी क्वेसन सल्भ गरौँ। अब यति एरेन्ज गरिसकेपछि हामीले के बुझ्नुपर्छ भने चाहिँ यो सबै एफलाई फ्रिक्वेन्सीलाई सम गरेपछि जोडेपछि चाहिँ हामीले के आउँछ भने नम्बर आउँछ भने होइन, एन आयो, 17 आयो। त्यस्तै अब फर्मुला अनुसार हेर्नु पऱ्यो क्या। जहिले पनि अगाडि कुन सिरिज हो भनेर थाहा पाइसकेपछि यसको फर्मुला कुन हो भनेर थाहा पाउनु पऱ्यो। मिन निकाल्ने डिस्क्रिट सिरिजको लागि के हो, एफएक्स अपन एन हो कि नै। अब हामीले एफएक्स निकाल्नु पऱ्यो। एफएक्स निकाल्नुलाई के गर्नु पऱ्यो, एफ पनि दिएको छ, एक्स पनि दिएको छ। अब यो चिजलाई चाहिँ यो 5ले यो 2लाई मल्टिप्लाई गर्दै 10 भयो चाहिँ सबै सेम गर्दै यति भयो। अनि सम गर्नु पऱ्यो। हामीले निकाल्यौँ नि, त्यो सबै मल्टिप्लाई गरेर यति राख्यौँ। अब चाहिँ एफएक्स सिग्मा एफएक्स कति भयो भन्दा 240 भयो। अब 240 हाम्रो आइसकेपछि हामीले फर्मुलामा राख्ने। 240 अपन 17 भयो भने चाहिँ 14.12 भयो। त्यो चाहिँ हाम्रो के हो, मिन हो। अब त्यस्तै अर्को आउँछ के, मिडियन निकाल्नु पऱ्यो। मिडियन निकाल्दाखेरि यो क्वेसन है, अरू सबै चिजलाई अहिले इग्नोर गरेर यो क्वेसन मात्रै हेर्नु। डेली वेजेस भनेको आरएस यति दियो, 5, 7, 8, 10, 11। नम्बर अफ वर्कर्स भनेर पनि दियो क्या, दियो होइन। अब यो डेली वेजेस भनेको के हो, केही पनि आँखा चिम्म गरेर एक्स भनेको यो। अनि नम्बर अफ वर्कर भनेको चाहिँ एफ फ्रिक्वेन्सी भनेर बुझ्नुपर्छ। यो सिम्पल यस्तै डाटा दिएको छ भनेपछि यो बुझ्नुपर्छ हामीले, यो भनेको डिस्क्रिट सिरिज हो भनेर बुझ्नुपर्छ। अब फेरि यसलाई हामीले सल्भ गरौँ है। सोल्युसन गर्दा कस्तो हुँदा डेली वेजेस एफ भनिगएँ मैले, नम्बर अफ वर्कर भनेको एफ फ्रिक्वेन्सी भनिगएँ मैले है। अब जस्ताको त्यस्तै यहाँ राख्नु पऱ्यो, राख्यौँ जस्ताको त्यस्तै सार्यौँ। अनि फ्रिक्वेन्सीको सम मतलब फ्रिक्वेन्सी सबै जोड्दाखेरि चाहिँ जति आउँछ त्यो नै नम्बर हो, नम्बर भनेर बुझ्यौँ, एन हो भनेर भनिसकेँ मैले अघि नै। अनि यो सबैको सम कति हुँदो रहेछ त, यो सबैको सम 80 हुँदो रहेछ। त्यस्तै अब सिएफ निकाल्दाखेरि अघि नै जस्तो एफएक्स निकाल्नु भएन। सिएफ भनेको के हो भन्दाखेरि क्युमुलेटिभ फ्रिक्वेन्सी, मतलब यो सबैलाई जोड्दै जाने अनि जति आउँछ आउँछ। यो 20 अनि त्यस 20 यो 20 + 15, 15 + 12, 12 + 15, 15 + 18 गरेर चाहिँ 80 आउँछ। आयो ठ्याक्कै 80। यो र यो चाहिँ सेम हुन्छ क्या। अनि यो जोड्दै जाने, यो जति छ त्यसबाट योबाट यो जोड्ने, अनि त्यसपछि फेरि यो दुइटाबाट जति आउँछ त्यो प्लस यो जोड्ने, यस्तो गर्दै यति 80 भयो। अनि मिडियनको पोजिसन निकाल्नु पऱ्यो है। अनि यो भनेको टिएच आइटम, यो चाहिँ भुल्नु हुँदैन हामीले। अनि मिडियनको पोजिसन निकाल्दाखेरि n+1/2 डिस्क्रिट सिरिजमा चाहिँ यो जहिले पनि निकाल्नुपर्छ होइन। मिडियन निकाल्दाखेरि n+1/2 निकाल्नु पऱ्यो। अनि हाम्रो एन कति छ, 80। 80 + 1/2 81/2। अब कति भयो, 40.2 40.5 भयो। भनेपछि 40.5 कहाँ छ भनेर हेर्नु पऱ्यो क्या। अब 40.5 कहाँ हेर्ने भन्ने कुरा आउँछ फेरि यहाँनिर, कन्फ्युजनको विषय यहाँनिर छ। कहीँ पनि हेर्ने होइन क्या, सिएफमा हेर्ने। सिएफमा कहाँनिर चाहिँ पर्छ त, हो यहाँ 35मा पऱ्यो, परेन। 47, 62, 80 मध्ये
कुनमा चाहिँ पऱ्यो भनेर हेर्नु पऱ्यो क्या। भनेपछि यो 47 मा चाहिँ पऱ्यो क्या। अब किनकि सबैभन्दा नजिक यही छ नि त। एमा पनि पऱ्यो, एमा पनि पऱ्यो, पर्न त। तर सबभन्दा नजिक यो छ। मतलब 40.5 भनेको यसको भित्र पर्छ भनेर बुझ्नु पऱ्यो। यहाँ हेर्नु त। द क्युमुलेटिभ फ्रिक्वेन्सी जस्ट ग्रेटर देन 40.5 इज 47 है। मैले भनेको नि त नेपालीबाट, त्यही हो। एन्ड इट इज करस्पोन्डिङ भ्यालु अफ एक्स हो। अब यहाँबाट सिधा हामीले कहाँ हेर्नु पऱ्यो, यहाँ एक्समा हेर्नु पऱ्यो। करस्पोन्डिङ भ्यालु अफ एक्स इज 8 भनेपछि यो 8 आयो, यो हो, यति हो। अनि त्यसपछि अब केही पनि भएन क्या। अब यो 40.5 हामीले निकालेको यो 47 मा पऱ्यो। अनि यसको एक्समा चाहिँ कति पऱ्यो, 8 पऱ्यो भनेपछि यो मिडियन नै 8 भयो क्या। यो एन्सर यति हो एन्सर। अब बुझ्नु पनि सरासर क्या, केही पनि हेर्नु परेन। यहाँ दिएको कुरालाई यसरी पल्टिने, सिएफ निकाल्ने, अनि सिएफमा चाहिँ भ्यालु जति आउँछ यसरी चाहिँ n+1/2 निकालेर भ्यालु जति आउँछ त्यो लाई गर्ने, लाई गरिसकेपछि एक्समा हेर्ने, त्यही नै हुन्छ मिडियन डिस्क्रिट सिरिजमा चाहिँ है। अब यही सेम कुराबाट हामीले के निकाल्छ, मोड भनेको के हो भनेर बुझ्नु पऱ्यो। अब इन्डिभिजुअल सिरिजमा के थियो, मोस्ट रिपिटेड भ्यालु नै के हुन्थ्यो, मोड हुन्थ्यो। अब डिस्क्रिट सिरिजमा चाहिँ के हुन्छ त भन्दा चाहिँ मोड इज द करस्पोन्डिङ भ्यालु अफ अ भेराइटी, भ्यालु अफ अ भेराइटी द्याट म्याक्सिमम फ्रिक्वेन्सी अर रिपिटेसन है। बुझ्यौँ नि हामीले। मतलब जति धेरै रिपिटेसन भएको छ, म्याक्सिमम फ्रिक्वेन्सी अर रिपिटेसन भेराइटिज अफ भ्यालु करस्पोन्डिङ। बुझ्यो नि, मजाले बुझिन्छ। अब हेर्नु मोड भनेको के, अब यसैलाई हेरौँ क्या। यो हेरौँ, फ्रिक्वेन्सी हेरौँ क्या। अब यो एकछिनलाई यसलाई चाहिँ गरौँ, यो फ्रिक्वेन्सी हेरौँ। यहाँ धेरै के अरे यहाँ हेरौँ, एउटै हो कुरा। फ्रिक्वेन्सी हेरौँ क्या, यो एफ अनि यो एक्स। यो फ्रिक्वेन्सीमा सबैभन्दा बढी कति छ, 18, 15, 12, 15, 20 मध्ये सबैभन्दा बढी के छ, 20 छ क्या, सबैभन्दा धेरै। अनि त्यसपछि करस्पोन्डिङ भ्यालु अफ भ्यालु इच भनेर, अब करस्पोन्डिङ भ्यालु अब अघिको जस्तै एक्समा हेर्ने क्या, कति छ त, यसको करस्पोन्डिङ कति हो, यो 5 भनेपछि यसको मोड कति भयो, 5 भयो। म्याक्सिमम फ्रिक्वेन्सी इज 20 विच करस्पोन्डिङ भेराइटिज भ्यालु इज 5। अनि त्यही भएर चाहिँ मोड कति भयो, 5 भयो। एन्सर यही हो। बुझ्नुभयो, यति सजिलो छ, धेरै आत्तिनु पर्दैन, मजाले बुझिन्छ। यदि कुनै पनि ठाउँमा कन्फ्युजन छ, यदि पनि कुनै पनि क्वेसन छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। र यस्तै भिडियोहरू अरू पनि आओस्, अझै पनि इन्फर्मेटिभ भिडियोहरू आओस् भन्ने चाहनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। साथै लाइक र कमेन्ट पनि गर्नु होला, सेयर पनि गर्नु होला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ भिडियो।